यतिखेर हेर्दै हुनुहुन्छ एमएमटी ब्लक। यतिखेर हाल इन्डियादेखि हामी चाहिँ हाल इन्डिया कारगिलदेखि यतिखेर चाहिँ बोलिराख्नु भएको छ हाम्रो प्रिय सम्झी चाहिँ होइन। यहाँ चाहिँ यस्तो पानीको अवस्था छ होइन, यति ठुलो खोला नाला बगिरहेको छ। यहाँ चाहिँ गर्दा गर्दै काम पनि स्टप भइसक्यो गाइज होइन। यहाँ चाहिँ माटोले रोकिरहेको छ पानी चाहिँ, यहाँ चाहिँ मिच्छ छ। ऊ माथिदेखि चाहिँ पानी आएको छ होइन हाम्रो चाहिँ। यहाँदेखि लास्टै गाह्रो भइसक्यो, मौसम पनि लास्ट खराब छ। अनि यसको चाहिँ मुख्य कारण के हो त राजा? अनि नमस्ते दर्शक महानुभावहरू, म हजुरलाई एउटा यो हाम्रो कारगिलमा काम गर्दै क्रममा पानी यो ठुलो नदी बगेर हेर्नुहोस् त्यो ड्याम स्टप बनाएको छ। यो हुनको कारण के हो भने माथि चाहिँ एउटा ड्याम रहेछ हेर्नुहोस्। हजुर हजुर, यो ड्याम खोलिएर राति खोलिदिँदाखेरि यो हामीले लगाएको जाली हेर्नुहोस्, यो 15 लाखको हो पुरै हेर्नुहोस्। हजुर यहाँदेखि यतासम्म जाली? हजुर जाली मात्रै। त्यो काम निर्माण भएको छैन, आधा नै छ। हजुर अनि अझै माथि त्यो माथिल्लो हामीले लगाउनु पर्ने हो। हजुर हजुर, यहाँदेखि चाहिँ यो कार्चिक भन्ने गाउँमा यहाँदेखि पानी लिने हो यो ट्याङ्की बनाएर। हजुर त्यो त चाहिँ कम्प्लिट छ हेर्नुहोस्, त्यो कम्प्लिट पनि आधा छ। त्यसमा फेरि 2 लिएर हाल्नुपर्ने हो हामीले, हजुर त्यो पनि कोसियो। यहाँ चाहिँ यता आउनु त्यहाँ ट्याङ्की छ हेर्नुहोस्, मुख्य काम चाहिँ यता छ। बाह्र फुट हाइट अब ट्याङ्की हो हेर्नुहोस्। हजुर। त्यो गहिराइ त अब तपाईँ कति तर एकछिनमा यो सरिया चेक गर्छु। यसको गहिराइ 12 फुट है? 12 फुट हाइट लिनुपर्ने हो, गहिराइ पुरै पानी भरेर त लतालिङमै भयो त है? लतालिङमा पनि धेरै टेन्सन भयो हेर्नुहोस्। 15-20 जनाको अब 25-25 दिनको ढेडी पनि यसै गएछ। टेन्सन भइगयो। यो 12-15 फिट होला त है? ओ माय गॉड, लास्टै कामहरू बिग्रियो है। यो त माथिदेखि पनि आउँदैछ त। समस्या भएन, धेरै समस्या भइगयो। ठिक छ, अनि अन्तिम कुराहरू चाहिँ के भन्न चाहनुहुन्छ त? अन्तिम कुराहरू के भन्न चाहन्छु भने म अब के गर्ने, लगानी अब सबै यहाँ डुबिसक्यो हेर्नुहोस्। हजुर हजुर, अब काम गर्ने साथीहरूलाई पनि अब पैसा दिनै पर्छ हेर्नुहोस्। हजुर हजुर, उहाँले पनि एउटा मिहिनेत हो, पसिना बगाएर काम गर्नु भएको छ। हजुर हजुर, किनभने अब म्यान ठेकेदारसँग बार्गेनिङ गरेर अब हामी दुई डिसिजन केही हुन सक्छ, या त अब काम क्यान्सल हुन सक्छ। हजुर हजुर, अब जति हामीले काम गरेको छ अब त्यो पैसाहरू हामीले पाउँछौँ। ल साथीहरू, बिचरा चाहिँ मेरो साथीहरू लगायत म पनि चाहिँ आज चाहिँ काममा छौँ होइन। आज चाहिँ हाम्रो यहाँ काम चाहिँ लास्टै ठप भएर होइन, उहाँले चाहिँ लास्टै दुःखको कुरा गर्नुभयो। त्यो भएर चाहिँ उहाँको लागि सबैजनाले भिडियोलाई सेयर गरेर होइन लाइक कमेन्ट गरिदिनु होला है त। अब के गर्ने, अब टेन्सन भइगयो। ल पानी पनि मा डेन्जर आएछ क्या यार। पर चाहिँ पानी कहाँबाट आउँदो रहेछ होइन, उहाँ चाहिँ देखाउँछु भन्नुहुन्छ होइन। यस्तो पानी बगिरहेछ हाम्रो चाहिँ, नाली खतरा बनेको थियो। अब के गर्ने होइन, यस्तो पुरै ढुङ्गाहरू ल्याएर हेर्नुहोस्, राति धेरै पानी आएको रहेछ। उहाँ चाहिँ हिँडिराख्नु भएको छ, मलाई देखाउनुहुन्छ है त। यहाँदेखि यता चाहिँ हालेको छैन होइन, लास्ट गम्भीर छ, उहाँ चाहिँ हिँडिराख्नु भएको छ। यस्तरी पानी आएको रहेछ हेर्नुहोस् न। वर्षा हाल्नुपर्ने छ, फर्म भर्नुपर्ने छ। यहाँदेखि उता चाहिँ पानी चाहिँ धेरै आइरहेको छ। पानीले लास्ट क्षति गरिसक्यो, कामभरि पुरै स्टप गरिसक्यो। अब पानीमा काम गर्न सकिँदैन के अरे, यस्तो अप्ठ्यारो ठाउँ छ गाइज है। हेर्नुहोस् त, पानी त पुरै जाली साली नागेर हेर्नुहोस् त, यो पुरै फालेको हो। हजुर फाले छ, खोला चिरे छ, राति बग्यो होला। फाले छ। पानी चाहिँ यताबाट हाल्ने भनेको थियो, अब फिर्तै दुःख यता पनि गऱ्यौँ हेर्नुहोस् यता। हजुर हजुर, अब यत्रो गरी यो पनि अब इन्जिनियर आएर क्यान्सल गर्दै इन्जिनियरले। हजुर हजुर, साह्रै टेन्सन छ।
पहिला त अब हाम्रो बिहान यहाँबाट पानी पर छैन भन्ने थियो उहाँदेखि त्यो कुनाबाट हजुर हजुर अब अहिले पछि यहाँदेखि गरेको अब के यस्तै भयो यहाँदेखि गरेको खोलेको पुरै पुग्यो है त पानी हजुर हजुर गाह्रो भयो लास्ट टाइम